क्रिप्टोकरेन्सी यो शब्द सुन्दा दिमागमा कि त एउटा ठूलो मौका आउँछ कि त के हो बुझ्नै नसकिने रहस्य। तर खासमा यो हो तरी के अनि यसले काम चाहिँ कसरी गर्छ? ल आउनुहोस् आज यही रहस्यको पर्दा खोल्ने कोसिस गरौँ एकदमै सरल भाषामा। 10,000 करोड रुपैयाँ हो, यो कुनै मनगणन्ते नम्बर होइन। एकछिन सोच्नुहोस् है, यदि कसैले सन् 2010मा जम्मा 1 लाख रुपैयाँ मात्र बिटकोइनमा लगानी गरेको भए आज त्यसको मूल्य ठिक यति नै हुन्थ्यो। विश्वास लाग्छ? प्रश्न त यही नै आउँछ, कसरी 1 लाख रुपैयाँ यति ठूलो रकममा बदलिन सक्छ? यो असम्भव जस्तो सुनिने कुराको जवाफ खोज्न हामीले पैसाको कथाबाटै सुरु गर्नुपर्छ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट, पैसाको सफर। पैसाको भविष्य बुझ्नुभन्दा पहिले यसको विगतलाई हेर्नु एकदमै जरुरी छ। वस्तु साटासाटदेखि लिएर डिजिटल पेमेन्टसम्म यो यात्रा कस्तो रह्यो त? सबैभन्दा सुरुमा थियो वस्तु विनिमय प्रणाली, भनेको सामानको बदलामा सामान। तर सोच्नुहोस् त, कसैलाई आफ्नो गधा दिएर बिरालो लिन मन लाग्ला? अलि गाह्रै थियो। हो, यही समस्यालाई समाधान गर्न आयो सुन र चाँदी। त्यसपछि आयो सरकार, जसले भन्यो ल यो कागजको टुक्रामा विश्वास गर, अनि सुरु भयो कागजी नोटको चलन। र अहिले त झन् पैसा भनेको हाम्रो हातमा पनि छैन, त्यो त केवल ब्याङ्कको कम्प्युटरमा देखिने एउटा नम्बर मात्र हो। यो कुरा बुझ्न एकदमै जरुरी छ। जब हामी फोनबाट पैसा पठाउँछौँ, हामीले साँच्चीकै पैसा पठाइरहेका हुँदैनौँ। हामीले त केवल ब्याङ्कलाई एउटा निर्देशन दिइरहेका हुन्छौँ, मेरो खाताबाट घटाएर उसको खातामा बढाइदेऊ भनेपछि सबै नियन्त्रण त ब्याङ्कसँगै भयो नि। ल, मानौ एउटा 4,000 को जुत्ता किनियो। क्युआर कोड स्क्यान गर्न साथ के हुन्छ? त्यो अनुरोध सिधै ब्याङ्कमा पुग्छ। ब्याङ्कले हेर्छ, खातामा पैसा छ, अनि उसले आफ्नो खातामा एउटा सानो एन्ट्री गर्छ। किन्नेको खाताबाट 4,000 घट्यो, पस्लेको खातामा 4,000 बढ्यो। बस यति नै हो। यहाँ सबै थोक ब्याङ्क नै हो। उही हो केन्द्रीय शक्ति, उही हो हाम्रो विश्वासको केन्द्र। अब हाम्रो दोस्रो खण्ड, केन्द्रीकरणको समस्या। अब प्रश्न उठ्छ, सबै नियन्त्रण एउटै संस्थाको हातमा दिनु कत्तिको ठिक होला, कत्तिको सुरक्षित छ? वास्तवमा यही समस्याको समाधान खोज्ने क्रममा क्रिप्टोकरेन्सीको जन्म भएको। जब सबै शक्ति एकै ठाउँमा जम्मा हुन्छ, जोखिम पनि बढ्छ। सरकारले चाह्यो भने रातारात नोटबन्दी गर्न सक्छ, वा जति मन लाग्यो त्यति नोट छापेर हाम्रो पैसाको मूल्य नै घटाइदिन सक्छ। अनि सोचौँ त, यदि ब्याङ्क नै डुब्यो भने के हुन्छ? आफ्नै पैसामा आफ्नो नियन्त्रण नहुने अवस्था आउँछ। तेस्रो खण्ड, बिटकोइन एक नयाँ प्रणाली। सन् 2008को विश्वव्यापी आर्थिक मन्दीपछि सातोशी नाकामोटो नामका एक रहस्यमय व्यक्ति वा समूहले यही केन्द्रीकरणको समस्याको एउटा गजबको समाधान प्रस्तुत गरे। उनीहरूको प्रस्तावको मूल अवधारणा यही थियो, एक पेयर टु पेयर इलेक्ट्रोनिक नगद प्रणाली। यहाँ सबैभन्दा महत्त्वपूर्ण शब्द हो पेयर टु पेयर, जसको मतलब हो एक व्यक्तिबाट अर्को व्यक्तिमा सीधा लेनदेन। बीचमा कुनै ब्याङ्क वा अरू कोही मध्यस्थकर्ता चाहिँदैन। यो भिन्नता हेरौँ त, एकातिर छ केन्द्रीकृत प्रणाली, जहाँ सबै कारोबार ब्याङ्क मार्फत हुन्छ, सबैले ब्याङ्कलाई विश्वास गर्नै पर्छ। अर्कोतिर छ विकेन्द्रीकृत प्रणाली, जहाँ कुनै एउटा संस्थालाई होइन, सम्पूर्ण नेटवर्कलाई नै विश्वास गरिन्छ। मतलब विश्वास कसैको हातमा छैन, सबैमा बाँडिएको छ। चौथो खण्ड, ब्लकचेन कसरी काम गर्छ? तर यस्तो प्रणाली जहाँ कसैलाई विश्वास गर्नु पर्दैन, केले सम्भव बनाउँछ त? यसको जवाफ हो ब्लकचेन प्रविधि। आउनुहोस् अब यो कसरी काम गर्छ त्यो हेरौँ। त्यो जुत्ता किनेको कारोबार याद छ? पहिले त्यो ब्याङ्कको निजी खातामा लुकेर बसेको थियो। अब ब्लकचेनमा त्यही कारोबार एउटा सार्वजनिक डिजिटल ब्लकमा रेकर्ड हुन्छ, जसलाई त्यो नेटवर्कमा जोडिएको जो कोहीले पनि हेर्न सक्छ। हरेक ब्लकभित्र खासमा 3वटा मुख्य कुरा हुन्छन्। पहिलो, कारोबारको डाटा। दोस्रो, त्यो ब्लकको आफ्नै छुट्टै डिजिटल फिङ्गरप्रिन्ट, जसलाई ह्यास भनिन्छ। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, यसभन्दा ठिक अगाडिको ब्लकको ह्यास। यही तेस्रो कुराले चाहिँ एउटा साङ्लो बनाउँछ। हो, यही लिङ्कले गर्दा ब्लकहरू एकपछि अर्को गर्दै जोडिएर एउटा सुरक्षित र कहिल्यै नटुट्ने साङ्लो बन्छ। र यही साङ्लो नै हो ब्लकचेन, कारोबारहरूको एउटा यस्तो डिजिटल रेकर्ड जसलाई परिवर्तन गर्न लगभग असम्भव छ। पाँचौं खण्ड, चेनलाई सुरक्षित गर्ने तरिका। ल ठिक छ, सबै कुरा सार्वजनिक छ, तर यदि सबैले हेर्न सक्छन् भने कसैले छेडछाड गर्न सक्दैन।
यसलाई सुरक्षित चाहिँ कसरी राखिन्छ त? हो, यहाँ माइनरहरूको भूमिका आउँछ। यिनीहरूले आफ्नो शक्तिशाली कम्प्युटरहरू प्रयोग गरेर एकदमै जटिल गणितीय पजलहरू समाधान गर्छन्। जब त्यो पजल समाधान हुन्छ, कारोबार भएको ब्लक प्रमाणित हुन्छ र चेनमा गएर जोडिन्छ। अनि यो महत्त्वपूर्ण काम गरे बापत उनीहरूले पुरस्कारको रूपमा नयाँ बिटकोइन कमाउँछन्। तर एउटा प्रश्न के हुन्छ यदि कुनै ह्याकरले पुरानो ब्लकमा गएर डाटा परिवर्तन गर्ने कोसिस गर्यो भने? के यो सिस्टमलाई धोका दिन सकिन्छ? यसको जवाफ हो लगभग असम्भव। किनभने यदि कसैले एउटा ब्लकको डाटालाई अलिकति मात्र पनि चलायो भने त्यसको डिजिटल फिङ्गरप्रिन्ट, त्यो ह्यास तुरुन्तै बदलिन्छ। अनि अर्को ब्लक त त्यही पुरानो ह्याससँग पो जोडिएको थियो। अब के भयो? त्यो लिङ्क नै टुट्यो। साङ्लोको एउटा कडी तोड्ने बित्तिकै त्यसपछिका सबै कडीहरू स्वतः छुटिन्छन् र अमान्य हुन्छन्। पुरै चेन नै भताभुङ्ग हुन्छ। यही ह्यासमा आधारित सुरक्षा प्रणालीलाई क्रिप्टोग्राफी भनिन्छ र यही क्रिप्टो शब्दबाट नै क्रिप्टोकरेन्सीको नाम बनेको हो। यही क्रिप्टोग्राफिक साङ्लोले नै यसलाई यति धेरै सुरक्षित बनाएको छ। हाम्रो अन्तिम खण्ड, सरकारहरू किन चिन्तित छन्? यो प्रविधि जति शक्तिशाली छ त्यति नै विवादास्पद पनि छ। आखिर सरकारहरू यसबाट किन यति धेरै डराउँछन् त? सरकारहरूको सबैभन्दा ठूलो डर हो वित्तीय प्रणालीमाथिको आफ्नो नियन्त्रण गुमाउनु। जब कारोबारहरूलाई नियमन गर्न सकिँदैन र कसले कसलाई पैसा पठाइरहेको छ भनेर थाहा पाउन गाह्रो हुन्छ, तब यसको दुरुपयोग हुने सम्भावना बढ्छ, जस्तै कि अवैध गतिविधिहरूमा। र अन्त्यमा एउटा ठूलो प्रश्न छोडेर जाउँ, के ब्याङ्क र सरकार जस्ता केन्द्रीय संस्थाहरू बिनाको भविष्य साँच्चै सम्भव छ? के हामी पूर्ण रूपमा विकेन्द्रीकृत प्रणालीको लागि तयार छौँ? यो प्रविधिले हाम्रो समाजलाई कुन दिशामा लैजान्छ त्यो त समयले नै देखाउला।